नमस्कार हजुरलाई कुमको दुखाइ छ गर्दनको दुखाइ छ भने यो एउटा व्यायाम चाहिँ हजुरले उभिएर गर्न सक्नुहुन्छ। मानवको दाहिने कुम र दाहिने गर्दन दुखाइ छ भने दाहिने कुइना यो पोजिसनमा राख्नुस्। यसरी राख्नु भइसकेपछि दाहिने हातलाई मजाले यसरी देब्रेतिर मजाले लानुस्। हजुरलाई शोल्डर ब्लेडमा मजाको स्ट्रेचिङको महसुस मिल्छ, त्यो पोइन्टमा होल्ड गर्नुस्। त्यसपछि देब्रे हातले दाहिने कुइनालाई मजाले अझ धकेल्नुस् है, मजाले धकेल्नुस्। हजुरलाई मजाको स्ट्रेचिङको महसुस मिल्छ, त्यो पोइन्टमा पनि फेरि होल्ड गर्नुस् र चिउडो हल्का यसरी टक गर्नुस् है। यसरी टक गरिसक्नु भइसकेपछि हल्का यसरी तलतिर निहुरिनुस्। तलतिर निहुरिनु भयो। यसरी निहुरिसक्नु भइसकेपछि देब्रे कान देब्रे कुमतिर यसरी मजाले लानुस्। हजुरलाई यो बेला दाहिने नेकमा मजाको स्ट्रेचिङको महसुस मिल्छ। 10 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 6 7 8 9 10 र बिस्तारै ब्याक टु नर्मल। देब्रेको लागि पनि यही अनुसार गर्न सक्नुहुन्छ। गर्दन दुखाइ छ, कुम दुखाइ छ भने ठिक हुन्छ। भिडियो मन परेमा सधैँ लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनु।